कपिल वस्तु कपिल बस्ने कसलाई म जन्मेको हुर्केको ठाउँ पहिला कोलाई भस्कायो भने बिहे नगर्दा कति बोली कि रोक न गिबिना बहिनी आउनु भन्नुभयो एकैछिन रोक न कि गाइज हुनुहुन्छ आउनु पनि खै हुन्न गाइज यार गाइज सी इज नट एभाइलेबल यार 3 जना छ अलरेडी होला यस्तो निन्द्रा राख के भएको आज यार भोलि यार मलाई यार ह्याप्पी न्यू इयर कहाँ जाने घुम्नलाई जान्न आफ्नै गाउँमा छु यार घर अगाडि छु अब त्यहाँ सुत्छु घर गएर तिमी यस्तो भए पो अब घुम्ने राम्री भए पो नाटक अन्त खेल्दै हुनुहुन्छ अरे अब बुस्टिङ पनि पर्छ यार भोलि यार अनि किन यति राति तिमी च्याट्ट पर बस्छौ त नि भोलि हजुर किन यति राम्री भएर बस्छौ तिमी अनि के राम भएर राति अब यस्तो राति यहाँ च्याट्ट पर्दा कहिले बस्दैन भने त्यो उनिस्टी खाने अब होइन नयाँ वर्षको बेला यस्तो के खान्छ भने बस्यो नि जति बेला पनि गिफ्ट छ अनि के त ओए भोलि गेम म्याच कार्ड गर्दा मेरो विन जान्छ म्याच कार्ड गर्दा गिफ्ट पनि हुनुहुन्छ अरे विन खाने हो विन खाने हो कट नो गाइज नो कट नो कट भन्दै चाहिँ खाने ढेँडो ढेँडो मम्मी लोरी सुनाइदियो भन्छ कहाँ सुन लोरी तिमीलाई बोलाउनु लोरी 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 लस लस मलाई लोरी सुनाइदिनु लोरी अब कहाँ सुनाउनु लोरी भन न लोरी 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 ए सोजा सोजा मेरे चंदा रात हो गई सोजा मेरे चंदा रात हो गई जल्दी खाओ भात ढेँडो तात चिसो हो गई ए भगवानले भोलि मसँग कुकुर आएर बस्यो हेर न कुकुर आएर बस्यो मसँग यार गाइस रोज हामी गाई 19 बाजेको 19 टिक यति माया गर्छ मलाई कुकुरले न गाइस 19 खाने टिक खाने गाइस कम लेट्स गो भोलि गेम काट कि गिबिना बन्ने पर्खिनु आएर 19 खाने म काट्दै हाल्दिन गाइस रोज अन्त मेम्बरशिप मेरो विन खाएर छोड्ने गाइस डबल टप यार खाएर छोड्ने हो त दुईटा रोज गिबिना बन्ने आउनु भयो यार पाला गाइस वान रोज गाइस को हुनुहुन्छ अन्त साथीहरु गिबिना बन्ने मात्र हुनुहुन्छ कि अथवा को हुनुहुन्छ गाइस गिबिना बन्ने मात्र हुनुहुन्छ ग्रुपमा हुनुहुन्छ गाइस यस बुझ्नुस् त साथीहरु हाम्रो गिबिना बन्ने भोलिको म्युजिक भिडियो आउँदैछ हैन मैले सुनेको सबैले माया गर्नलाई गाइस 3 जना हुनुहुन्छ को छ 3 जना को भन्नुस् त एक्लै हुनुहुन्छ एकैछिन म पनि अब झुलो एकैछिन मात्र बस्छु किनभने मोबाइलमा धेरै ब्याट्री छैन हैन अनि निन्द्रा पनि लागेको छ लगभग 7 घण्टाका बाइक यात्रामा खानबर बाजे निन्द्रा लागेको छ उनिस्टिक गाइस पेल दे कसरी खान्छ बोतलले उनिस्टिक खान्छ गाइस खान्छु गाइस उनिस्टिक न उपा गाइस कोमलेज को उपा उनिस्टिक हानम खान्छ गम्मै यहाँनिर अब यहाँ आइसक्यो बाक्लो अनि नयाँ वर्ष नि हो ह्याप्पी न्यू इयर गिफ्ट पनि आउँछ बोटिनलाई खोइ त आएन त गाइस खोइ त गाइस बुस्टीमा खोइ बेच्छ गाइस हेप्छ फेरि हामीलाई इज्जत छ र आयो Thank you so much. आज आउँछ के आज ह्याप्पी न्यू इयर हो नि त दिन्छ त नि बाक्लो दबाएर भोटिनले त
हाँ? ढिलाइ करायो बाक्लो दबाएर दबाइदिने ल उनी खाने भइरह्यो खाने हो नि गाई अनि कहाँ हेरे के अरे नौनी कम मजा आउँछ खाने आएको रहेछ यार गाइस गिबिना बहिनी रेडी हुनु भन्छु लगामा जोड्छु गाइस ल गिबिना बहिनीलाई उनी मजा आएको ल भोटिनमा गयो ल उनी ठिक ल तिमी हार्यौ हार मान्यौ ए यार पहिला ढेँडो खाऊ यार के हुन्छ ढिलो सेलाको मिठो हुन्छ नि खाऊ यार खाने हो मस्ती गर्ने जे गर्नमा त्यही गर्ने मस्ती गर्ने हिँड्ने हो तिनवटा पुसी पऱ्यो लु खा ल गेम काट ल ल म गएँ बाहिर है जाने यहाँ जोड यहाँनिर जान्छु म अहिले आउँछु गिरिमान दिदीलाई जोडौँ यहाँनिर थ्याङ्क यू मेरो अब बाजे तपाईँलाई यहाँ कस्तो भेट्न मन गरिराख्नु भएको थियो आएर भोटिनी सिस नमस्ते के भेट्ने अनि तपाईँको लभ स्टोरी कस्तो फेमस भएछ कि अनि त उहाँहरूले पनि आफ्नो लभ स्टोरी सुनाम भनेर कत्रो इच्छा गरिराख्नु भएको थियो बिचरा कसले 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 लभ स्टोरी सुनाउने अब यहाँ हुनुहुन्थ्यो अघिदेखि तपाईँलाई खोज्नु भएको कहाँ हो हामी ह्याप्पी न्यु इयर म त लाइभमा छु यार सन्चै हौ म त लाइभ हुन्छ भोलि भेट्नु है एक्सले नि कता हो भन्दाखेरि कता गयो त्यतै हुन्छ होइन बजे जमानामा सँगै वायरिङ गर्ने भाइ यार नि गाडी के हो त नि अन्धकारतिर हेर्न बजे म त यहाँ थुप्रो कलाएर बसिरहेको छु एक्लै गर्लफ्रेन्ड नबसी जस्तो अब बुढी हुने मान्छेलाई किन चाहियो त नि गर्लफ्रेन्ड अनि कसले भन मेरो लभ स्टोरी मन पर्यो भन्दा फेरि यहाँ बजे भन्दा हुनुहुन्थ्यो कि अनि यहाँ जोइन गर्नै मिलेन कि उहाँहरू फेरि दुईजनै हुनुहुन्छ कि को हो र भन न को हो र कस्तो को हो र यहाँ मिल्छ मिल्यो यहाँ नमस्ते सन्चै हुनुहुन्छ नमस्ते हजुर सन्चै तपाईँ सन्चै हुनुहुन्छ ठिक छ हजुर नमस्ते कहाँदेखि हुनुहुन्छ म चाहिँ अहिले चाहिँ जापानमा हो हाल चाहिँ मेरो घर चाहिँ पूर्व धरान तपाईँको चाहिँ म त पोखरा आएर अहिले त म कपिल जस्तो आएको छु आफू जन्मेको ठाउँ उहाँ हाम्रो दिदीको उहाँहरू चितवन बाजेको बजे होइन नि फेरि भोटिनी सिस झुकिनु होला बाजेको अलरेडी बाहिर 2-3टा घरमा एकजना टन्नै हुनुहुन्छ फेरि गफ लाग्यो बजे यार तपाईँको लागि रुनी कतिजना छन् भन्नु त नाम भनिदिउँ भन्नु के अरे अनि श्रीमतीले अनि फेरि हाम्रो घर आउनु नदेलान् श्रीमतीको भाउजूको बारे थाहा होला के ओके मलाई त्यही थाहा भएर नभनेको नभए त मैले अघि नै भनिसक्थेँ के गर्ने फेरि मलाई आउन दिनु भएन नि बिचारा मलाई कति ट्रस्ट वाली छ कि पछाडिपट्टि वाली सबै उसरी वाली सबै होटेल वाली चिया वाली तरकारी वाली कपडा वाली जाली वाली कति मिलेको हो के सबै वाली कसले पठाउनु भयो रिक्वेस्ट तेरिका मैले हो आमा के हो बाजे यो साथीहरू यो बाजेलाई ढोटु हान्नुपर्छ है बाजे धेरै हुनुहुन्छ अनि बजे तपाईँको म्युजिक भिडियोको बारेमा भन्नु नि त अनि कङ्ग्रेचुलेसन तपाईँको म्युजिक भिडियोको बारेमा भन्नु के भोलि आउँदैछ है इन्ट्रेस्टिङ भोलि चाहिँ पुरा टिचर र स्टुडेन्टको लभ स्टोरी छ क्या खतरा मलाई अरू भन्दा मलाई कस्तो त्यो भिडियो चाहिँ कस्तो आफैलाई हेर्न मन लागेको छ कि अनि अब त्यही माथि त्यस्तो एकदम राम्रो एक्ट गर्ने अनि विजय डङ्जीसँग अब आफूलाई त एक्टिङ आउँदैन हेर बाजेसँग चाहिँ मिलेको थियो धन्न राम्रै हुन्छ अस्तिको
गीतमा नि मलाई बाजेसँग गर्न मन लागेको थियो, के गर्नु मेरो टाइम नै नभएर मैले रिजेक्ट गर्न पर्यो, के गर्नु। सो मच। कुन चाहिँ गीतमा यो अस्ति मैले भने गीतमा ज्ञानी माया अँ मसँग त हुन्न पर्छ उहाँ उनीहरूको आफ्नै रहेछ म पनि अब 7 घन्टा एक गाडी बाइक चलाएर थाकेँ अब सुत्न पर्ला ए लास्टै थाकिन्छ बाइक चलाउँदा नि। के अरे हाम्रो जीवन भाइ तपाईँले त जम्मा 1 महिना कष्ट गर्नुभएको होइन। यो दाइ त बिचारा ठाउँ ठाउँमा केटी हेर्न गएको रे, कुनैमा कलौटी रे है, कसैमा कुनैमा आफैले मन पराएकोलाई उसले भाउ दिँदैन रे, गु छोड्यो झै छोड्यो भन्दै थियो अस्ति त अनि भेट्न गएको रे त्यो बेलामा होइन, दाइसँग पैसा थिएन रे त्यो बेलामा, बिचारा कसैले वास्ता नगर्ने लुखुरे काले। अहिले त होइन, अहिले त गाडी छ रे, पुरा पछि पर्छन् रे। अहिले त पहिलाको एक्स धरि फर्केर मेसेज गर्छन् रे। जिन्दगी यस्तो थियो पहिला हामी 12मा हएको गुला इग्नोर गर्छौँ नि हो त्यस्तै गर्थ्यो मलाई इग्नोर रोजाना पनि डबल गयो साथीहरू टार्गेट कम्प्लिट। साँच्ची हो त्यस्तो गर्थ्यो अरे होइन दाइ। अहिले त भोटिनी यस्तो केटी पनि मेरो पछि लाग्छ ती क्या त ती देख भोटिनी के हो भोटिनी यस्तो केटी पनि अस्ति घरे आउँछ भन्थे लागेको छैन ल, तर मात्रै लागेको छैन। अस्ति घरे आउँछ भन्थे ए अँ के भन्छ भनेको त क्या बिचरा यार अस्ति तर भिडियो तिम्रो मेरो भिडियो 12 लाख भ्युज गएको छ है राम्रो गएको भिडियोमा दामी नाच्छ नि है आमामामामा ए बजे हजुर हाम्रो म्युजिक भिडियोको गीत आयो भने त्यस्तै भ्युज गयो है तपाईँ त्यहाँ खुरुकै सिङ्गल नाचेर हाल्नै छिटो। कोसँग नाच्ने किन चाहियो र अब भोटिन सिससँग नाचिहाल्नु भयो, अब एक्लै नाच्नु पर्यो नि एउटा चाहिँ। किन चाहियो कहाँ नाच म पर्सि फर्किने बेला कोही राम्रो सिन पायो भने नाच्न पर्ला हामी त्यो इन्टु 3 को स्पिडमा नाच्नु नि, पर्छ बटुरे त्यो राम्रो बनाएर नाच्ने होइन के, इन्टु 3 मा नाच्नु फन्नी तरिकाले अयो तर हाम्रो जीवन ब्रदरको चाहिँ एकजना हुनुहुन्छ के बाजे, तपाईँको जस्तै के एकदम पछि लाग्दा बल्ल अस्ति 3 दिन अगाडि एक्सेप्ट गरेको रे। 3 दिन पछि 3 दिन अगाडि अस्ति मात्रै कुकुर झै पछि लाग्यो रे। यस्तो बजे सुरुमा त बजे सुरुमा केटी मान्छे सुरुमा इग्नोरै गर्छन्, जहिले पनि नाइ भन्छन् नो भन्छन् सुरुमा, तर केटा मान्छेले पोथीको पछाडि भाल्ला जस्तो कन्टिन्यू धाउनु पर्छ। अब चाहिँ हेर न फेरि केटी मान्छेको जात भनेकै भाउखान जात हो। सुरुमा त नाइ नो हुन्न भन्छन्, फेरि अलिकति मिठो बोल्ने तारिफ गर्न पर्छ महाका ओहो मक्ख पर्छन् फेरि बजे केटी मान्छे त सुरुमा इग्नोर गर्छन्, यस्तो इग्नोर गर्छ नि सुरुमा, अलिकति चिल्लो बोल तारिफ गर्न पर्छ। नराम्री त प्याकुली त एनोकोन्डा जस्तो केटीलाई तारिफ गरेर तिमी सुन्दर रहेछ भनेपछि मक्ख हुन्छन्। मलाई त अनिसा सिसलाई जोड्न मन लाग्यो क्या यतिखेर चाहिँ टक्क उहाँको गर्लफ्रेन्ड। थ्याङ्क यू पूर्वाञ्चल ब्रदर, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। के अरे भोटिनी सिस हजुर एकैछिन म उहाँको एकदमै बाजेसँग बोल्ने रहर गर्नुभएको थियो कि, एकैछिन उहाँलाई जोडेर फेरि हजुरलाई जोड्न मिल्छ? ए हुन्छ थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। नयाँ वर्षको पराइसक्यो के टेन्सन हो भोटिन के आयो नयाँ वर्ष नयाँ गिफ्ट आउँछ भने च्याट्टा पर बसी भन्छ ल म जान्छु ल भोटिनी अल जोडौँला है भोटिनी ल हुन्छ